सो गाइज हामी चाहिँ होइन अब यहाँ 7 किला धार्केबाट माधवेसी जाँदैछौँ। यो चाहिँ हालसाल 7 किला कटेर अझै तल आइसक्यौँ। बाटो एकदम दामी छ होइन, तर माइक्रोले ओभरटेक नै गर्न दिएन कि गाइज। हेर्नु न, इस 150हरू हेर्ने कति छिटो आएको। बाटो फेरि लास्ट रफ छ कि हेर्नु न, पुरै या हिलो हो, पुरै हिलो। ओभरट्याक नै गर्न मिल्दैन कि, ओभरट्याक भन्ने चिजै छैन गाइज। यहाँ हेर्नुहोस् ल, अब कहाँ जाने? यताबाट माइक्रो आउँछ, यता यो बुले ऊ छ स्कर्पियो, यो के भन्छ पजेरो यो। ल हेर्नुहोस्, निस्के गाइज, निस्के फाइनल्ली। फेरि अगाडि ल कार, ल हेर्नुहोस् यस्तोबाट ओभरट्याक हाने। हेर यहाँ बाटो हालत 7 किला, यो चाहिँ 7 किलाको यस्तो छ हालत। अनि किन केटाहरूले अनि किन जाम नगरोस्? यताबाट हेर्नु, यो हेर्नु नि यहाँ, ल ढल्यो भने के हेर्ने होला? यो चिप्ल्यो भने यहाँ 7 किला है गाई, 7 किला। यो दामी छ बाटो चाहिँ, भ्यू बवाल छ, बाटो खत्तम, सब कन्टेनर छ। ल हेर्नुहोस् यहाँ चिप्ले, ल कस्तो चिप्ल्या हो फेरि। ल हेर्नु यहाँ पुरै चिप्लो हो क्या। त्यही भएर अस्ति यहीँ केटाहरूले बाटो उ गरेर रहेछ क्या, यहाँ बाटो छेकेर बन्द गरेको थियो नि त गाइज। थाहा छ कि थाहा छैन केटाहरूलाई? गाइज हेर्नुहोस् बवाल छ है। ए टिफर म जान्छु के, पख्नु न दाइ म जान्छु भने उताबाट फेरि 12 चक्के आयो, 14 चक्के आयो। म जाउँ भने फेरि उता नि 14 चक्के आयो फेरि। अब त जान्छु, गएँ फाइनली, निस्केँ म टिफरबाट पनि। सो गाइज बवाल छ, हेर्नु बाटो चाहिँ बवाल छ है। अब त राम्रै छ, जिन्तिन राम्रै छ होइन। अरू त के भन्नु र मैले, त्यही हो क्या। अलिकति चाहिँ लास्ट रफ छ, लास्ट कच्ची भएको त्यो उतापट्टि चाहिँ अलिकति रफ छ होइन, पछाडि चाहिँ अलिकति। त्योभन्दा यता त दामी छ है बाटो। हेर्नु न, किलिङ छ, किलिङ बाटो त बवाल छ। यता अलिअलि कच्ची छ, खासै त होइन, अलिअलि कच्ची छ। अनि यता त राम्रो हो। यहाँ चाहिँ पहिरो लाग्नु लाग्थ्यो है, यो दामी बनाएको यतातिर। हेर्नुहोस् गाइज राम्रो छ है यताको। यहाँभन्दा पारीको भ्यू हेर्नु नि क्या बवाल छ। यो पुल यहाँ अलिकति मुनि पुल छ कि, पुलबाट चाहिँ पारी गरेर चाहिँ एउटा भिडियो बनाऊ कि जस्तो लागिरहेको है गाइज मलाई। के गर्नु होला।